नमस्कार, नेपालहोराइजन्स.com मा यहाँलाई हार्दिक स्वागत छ। अब प्रस्तुत छ समाचार भिडियो। नेपाली कांग्रेस सभापति सुशील कोइरालाको उपसभापति र महामन्त्री मनोनयन प्रस्ताव अल्पमतमा परेको छ। प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कोइराला पक्षकै अर्जुन नरसिंह केसी, केवी गुरुङ र सुजाता कोइराला देउवा पक्षतर्फ नजिक हुन पुगेका छन् भने युवा नेता गगन थापा समेत कोइराला प्रस्तावको विपक्षमा उभिएका छन्। पारित नहुँदाखेरि फेरि गलत मेसेज ट्रेन जान्छ। हेर्नुहोस्, अब केन्द्रीय समितिको आजको निर्णय महत्त्वपूर्ण के छ भन्दा अहिले महाधिवेशनपछि जुन एउटा गति, जुन एउटा चाहिँ भनौँ न उत्साह थियो, त्यो बिस्तारै शिथिल भएको छ। केन्द्रमा आज आउन सकिने प्रस्ताव यो यो भनौँ न चयन गर्ने भनेर चाहिँ सेलेक्सन हुन सकेन भने जिल्लामा पनि हुँदैन, तल भनौँ क्षेत्रमा हुँदैन, नगरमा हुँदैन, गाउँमा हुँदैन। त्यसले गर्दा यो सबैलाई गति दिनको लागि हामीले महाधिवेशनले गरेको निर्णयलाई संस्थागत गर्नको लागि, संस्थागत निर्णय अगाडि लानको लागि, वैधानिक हिसाबले पार्टीमा अगाडि लानको लागि आज सभापतिले प्रस्ताव गरिदिनु, त्यसलाई चाहिँ अनुमोदन हुन चाहिँ जरुरी छ। मेरो होइन, मेरो म दावेदारै छैन। समर्थन गर्नुहुन्छ? कुरा मिल्यो भने जुन साथीलाई पनि समर्थन, सबै साथी जो आए पनि समर्थन गर्छु। कुरा मिल्ने भने अब हुन सक्छ, अब त्यो भन्न सक्छ।